प्रेज द लर्ड। जय मसीह। शैतानलाई पनि थाहा छ कि परमेश्वरले निष्ठा चाडमा उद्धार मुक्तिको रहस्यहरूलाई लुकाएर राख्नु भएको छ भनेर, र शैतानले कहिले पनि चाहँदैन कि परमेश्वरको जनले ती रहस्यहरूलाई थाहा पाउन सकोस् र निष्ठा चाड पालन गर्न सकोस् र बाँच्न सकोस् भनेर। यसर्थ शैतानले आजभन्दा हजारौं वर्ष अघि परमेश्वरको जनहरूबाट निष्ठा चाडको त्यो आशिषहरू खोसिदिए र आज हामी निष्ठा चाड सम्बन्धी पवित्र धर्मशास्त्र बाइबलले के भन्दछ हामी जान्नेछौँ। र मेरो सबै भ्युवर्सहरूलाई अनुरोध छ कि भिडियो लामो भएकोले हुनाले गर्दा अन्तिमसम्म बनिरहदिनु होला, किनभने आज तपाईँले धेरै गुप्त र रहस्यको महत्त्वपूर्ण कुराहरू जान्नुहुनेछ र प्रभुलाई अझ धेरै महिमा चढाउनुहुनेछ। र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, जसले मलाई पवित्र बाइबल र हाम्रो प्रभु सम्बन्धी महत्त्वपूर्ण जानकारीहरू तपाईँहरूसम्म पुर्याउनमा सहयोग पुर्याउनेछ। र भिडियो मन पर्यो भने लाइक र सेयर गरिदिनु नभुलिदिनु होला। र अब ढिलो नगरी हामी सिधै विषय वस्तुतिर जानेछौँ। आजको विषय छ निष्ठा चाड, जो पुरानो र नयाँ नियमले गर्दा धेरै विवादास्पद अर्थात् कन्ट्रोभर्सियल विषय बन्न गएको छ। विशेष गरी हाम्रो विश्वासीहरूमा कि निष्ठा चाड सही शिक्षा हो कि झुटो शिक्षा हो, निष्ठा चाड मान्नु पर्छ कि मान्नु पर्दैन भनेर। प्रिय, हामी यस विषयलाई बुझ्नको निम्ति यस विषयलाई 3 भागमा बाँडेर बुझ्ने प्रयास गर्नेछौँ। पहिलो भाग निष्ठा चाड पुरानो नियमको आधारमा हामी बुझ्नेछौँ। दोस्रो भाग निष्ठा चाड हामी नयाँ नियमको आधारमा बुझ्नेछौँ। र तेस्रो भाग निष्ठा चाडको हजारौं वर्षको यात्रा प्रभुसम्म बन्न पुग्नमा हामी बुझ्नेछौँ। र प्रियहरू, हामी पहिलो भागतर्फ जानेछौँ। निष्ठा चाड पुरानो नियमको आधारमा। मिश्र देशको फेरोको कैदबाट छुटकाराको निम्ति जब इजरायलीहरूले परमेश्वरलाई पुकारे, तब परमेश्वरले मोसालाई मिश्र देशमा आफ्नो प्रजालाई छुटकारा दिनको निम्ति ईश्वर तुल्य शक्तिशाली बनाएर फेरोकोमा पठाउनु भयो। यो हामी प्रस्थानको पुस्तक 7:1 वचनमा पाउँछौँ। तर फेरोको कठोर हृदय न त गल्यो, न त परमेश्वरदेखि भयभीत भयो, न त फेरोले इजरायलीहरूलाई नै छोड्यो। किनभने परमेश्वरले आफ्नो शक्ति मिश्र माथि देखाउन र ठुलो इन्साफ गरिकन इजरायलीहरूलाई मिश्रबाट निकाल्नको निम्ति फेरोको हृदय कठोर बनाइदिनु भएको थियो। यो वचन हामीले प्रस्थानको पुस्तक 7:1-7 वचनमा पाउँछौँ। र परमेश्वरले शक्ति देखाउनलाई र आफूले बोल्नु भएको त्यो इमान्दार वचनलाई पूरा गर्नको निम्ति सर्वशक्तिमान परमेश्वरले मिश्रमा 10 प्रकारको विपत्ति पठाउनु भयो। जस्तै रगतको विपत्ति, भ्यागुताको विपत्ति, भुसुनाको विपत्ति, झिङ्गाको विपत्ति, गाईबस्तुमा विपत्ति, खटिराको विपत्ति, असिनाको विपत्ति, सल्लाहको विपत्ति र अन्धकारको विपत्ति पठाउनु भयो। हामीले यी सबै घटनाहरू प्रस्थानको पुस्तक 7:14-25सम्म, 8:1-32सम्म, 9:1-35सम्म र 10:1-29सम्म पाउँछौँ। र समय पुरा भएपछि परमेश्वरले आफ्नो प्रजालाई मिश्रबाट छुटकारा दिनको निम्ति एउटा अन्तिम विपत्ति पठाउनु भयो। र त्यसको निम्ति उहाँले आफ्नो प्रजालाई सुरक्षित राख्नको लागि निष्ठा चाडको स्थापना गर्नुभयो। र निष्ठा चाड पालनको निम्ति यो आज्ञाहरू मोसाद्वारा दिनुभयो र स्थापित गर्नुभयो। र यो वचन हामी प्रस्थानको पुस्तक 12:1-30 वचनमा पाउँछौँ। र इजरायलीहरूलाई मिश्रको कैदबाट छुटकारा दिनुभयो। र निष्ठा चाड मान्ने विधिहरू यस प्रकार स्थापित गर्नुभयो। विधि नम्बर 1, वर्षको पहिलो महिनामा अर्थात् निसान महिनाको 10औं दिनमा निष्ठा चाडको बलिको निष्खोर थुमालाई ल्याएर तयारी अवस्थामा राख्ने। विधि नम्बर 2,
बलिको थुमालाई 10औं दिनदेखि 14 दिनसम्म राख्ने। विधि नम्बर 3, बलिको थुमालाई 14 दिनको साँझामा घाम अस्ताएपछि अर्थात् 15 दिनमा बलि चढाउने अर्थात् अखमरी रोटीको चाडको पहिलो दिन बलि चढाउने। विधि नम्बर 4, बलि चढाएको थुमाको मासुलाई खाने। विधि नम्बर 5, बलि चढाएको थुमाको रगत घरको ढोका र खाम्बाहरू र चौकसमा लगाउनु अर्थात् घरमा लगाउने। र यी थिए प्रियहरू निस्ता चाड पुरानो नियमको आधारमा। र अब हामी जानेछौँ निस्ता चाड नयाँ नियमको आधारमा। प्रिय, हामी सबैलाई थाहा छ कि प्रभु येशूलाई नै थुमा पनि भनिन्छ। तर किन भनिन्छ तपाईँलाई थाहा छ? किनभने प्रभु येशू नै त्यो निस्ता चाडको थुमा हुनुहुन्छ। यो वचन हामीले 1 कोरिन्थी 5:7 वचनमा, यशाया 53:7 वचनमा हामी पाउँछौँ। परमेश्वरको महान योजना पूरा गर्नको निम्ति अर्थात् दुःख भोग्नु र बलिदान हुनु अघि नै प्रभु येशूले उहाँको चेलाहरूसँग निस्ता चाड मनाउनु भयो र निस्ता चाडको नयाँ विधि स्थापित गर्नुभयो र निस्ता चाडलाई नयाँ अर्थ दिनुभयो। हामी यो वचन 1 पत्रुस 1:18-19 वचनमा पाउँछौँ। र प्रभु येशूले निस्ता चाड मनाउनु बाहेक कहीँ पनि अनि केही पनि गर्नको लागि ठुलो इच्छा व्यक्त गर्नुभएको छैन। किनभने निस्ता चाडको माध्यमबाट प्रभुले ठुलो योजना पुरा गर्न थियो र गर्नुभयो। मनुष्य जातिलाई मृत्युमाथि विजय दिएर अनन्त जीवन प्राप्ति गर्ने शक्तिको रहस्य चाहिँ निस्ता चाडमा भएको हुनाले प्रभु येशूले आफ्नो चेलाहरूलाई रहस्य खोल्न, सिकाउन र अनन्त जीवन प्रदान गर्नको लागि त्यो ठुलो इच्छा गर्नुभएको हुन्छ। र पवित्र धर्मशास्त्र बाइबलले यस विषयमा के भन्छ जान्नका लागि हामी वचनतर्फ जाउँ। लुका 22:7-20, मत्ती 26:17-29 वचनमा हामी पाउँछौँ। र प्रियहरू, अब हामी विश्लेषणतर्फ जाउँ। यदि साँच्चै प्रभु येशू नै मनुष्यको पाप क्षमा, उद्धार र मुक्तिको निम्ति बलिको त्यो थुमा हुनुहुन्छ भने प्रभु येशूको बलिदान र निस्ता चाडको थुमाको बलिको विधिहरू एउटै प्याटर्न अर्थात् रीतिमा भएको हुनुपर्दछ। अब हामी विश्लेषणतर्फ जानेछौँ फेरि। र मूसाद्वारा दिएको हरेक विधिसँग मेल खान्छ कि खाँदैन हामी एउटा एउटा गरेर हेर्नेछौँ। विधि नम्बर 1, पुरानो नियमको आधारमा यहुदी वर्षको पहिलो महिनाको 10औं दिनमा निस्ता चाडको बलिको निस्कोट थुमालाई ल्याएर तयारी अवस्थामा राख्ने। हामी प्रस्थानको पुस्तक 12:1-5 वचनमा पाउँछौँ। र फेरि यहाँ प्रभु येशू पनि साँच्चै यदि उहाँ चाहिँ त्यो बलिको थुमा हुनुहुन्छ भने उहाँ पनि यहुदी वर्षको पहिलो महिना अर्थात् निसान महिनाको 10औं दिनमा गधाको बछडामा चढेर जेरुसलम सहरभित्र निस्ता चाडको बलिको थुमा बनेर विजय प्रवेश गर्नुभएको थियो। र प्रभु येशूको स्वागतको निम्ति मानिसहरूले खजुरको हाँगाहरू लिएर र कतिले आफ्नो वस्त्रहरू बाटोमा ओछ्याएर भव्य स्वागत गरेका थिए र होसाना धन्य परमप्रभुको नाममा आउने इजरायलका राजा भन्दै कराउँदै स्वागत गरे। हामीले यो वचन यूहन्नाको पुस्तक 12:12-15 पाउँछौँ। र त्यो दिन आइतबार अर्थात् सन्डे परेको हुनाले गर्दा खजुरे आइतबार अर्थात् पाम सन्डेको नाम पनि दिएको छ। र यहुदी महिना र दिनको आधारमा वास्तविक दिनलाई खारिज गरियो र परमेश्वरले दिनुभएको त्यो पुरानो नियमको आधारमा दिनुभएको त्यो वास्तविक दिनलाई खारिज गरियो। विधि नम्बर 2 को आधारमा बलिको थुमालाई 10औं दिनदेखि 14 दिनसम्म राख्ने नियम थियो पुरानो नियमको आधारमा। हामी यो प्रस्थानको पुस्तक 12:6 पाउँछौँ।
र नयाँ नियमका आधारमा पनि अब हामी हेरौँ र नयाँ नियमको आधारमा पनि प्रभु येशू पनि बलिको थुमा बनेर तयारी अवस्थामा यरुशलेममा विजय प्रवेश गरी सक्नु भएपछि उहाँ यहुदीहरूको पहिलो महिना निशानको 10औं दिनदेखि 14 दिनसम्म यरुशलेममा जीवित अवस्थामा बस्नुभयो, किनभने प्रभु येशू ख्रीष्टको क्रुसमा बलिदान शुक्रबारको दिन अर्थात् निस्ताचारको दिन अर्थात् 15 दिनमा भएको हुनाले गर्दा आइतबारको दिन जब उहाँ यरुशलेम सहरमा प्रवेश गर्नुभयो त्यो निस्ताचार महिनाको 10औं दिनमा परेको थियो र उहाँ बिहिबार अर्थात् 14 दिनसम्म बलिदान हुनु भएन र यसले प्रमाण गर्छ कि प्रभु नै त्यो बलिदानको थुमा हुनुहुन्छ भनेर। र अब हामी जाउँ पुरानो नियमको आधारमा विधि नम्बर 3 लाई। बलिको थुमालाई 14 दिनको साँझमा घाम अस्ताएपछि अर्थात् 15 दिनमा बलि चढाउने अर्थात् अखम्बर रोटीको चाडको दिन बलि चढाउने आज्ञा थियो। हामी यो वचन प्रस्थानको पुस्तक 12 को 6, लेवीको 23 को 4 देखि 8 सम्मको वचन हामी पाउँछौँ र यही कुरालाई हामी नयाँ नियमका आधारमा हेरौँ। प्रभु येशू पनि बलिको थुमा बनेर निस्ताचारको दिन अर्थात् अखम्बर रोटीको चाडको पहिलो दिनमा अर्थात् त्यो समयमा शुक्रबारको दिन परेको थियो। हामी यो वचन लुका 22 को 7 देखि 20 को वचनमा पाउँछौँ र पछिबाट यस दिनलाई 19 जुन 325 एडीमा रोमन सम्राटले गुड फ्राइडेको नाम दिएर यहुदी महिना र दिनको आधारमा परमेश्वरले दिनुभएको त्यो वास्तविक दिनलाई खारिज गरियो। अब हामी जानेछौँ विधि नम्बर 4 मा र विधि नम्बर 4 लाई पुरानो नियमका आधारमा हामी हेर्नेछौँ। बलि चढाएको थुमाको मासुलाई खानुपर्ने थियो र किनभने पुरानो नियमको आधारमा बलि चढाएको थुमाको मासुलाई खाने आज्ञा थियो। हामी यो प्रस्थानको पुस्तक 12 को 8 देखि 10 को वचनमा पाउँछौँ र यही कुरो हामीले यही नियमहरू हामीले फेरि नयाँ नियमको आधारमा हामी हेर्छौँ र प्रभु येशूले पनि चेलाहरूलाई आफ्ना शरीर खाने आज्ञा दिनुभयो, जसरी मत्ती 26 को 26 मा लेखिएको छ। तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, ल्याऊ खाऊ, यो मेरो शरीर हो। प्रियहरू, जसरी परमेश्वरले मोसाद्वारा निस्ताचारको बलिको थुमाको शरीरलाई खाने आज्ञा दिनुभएको थियो, त्यसरी नै प्रभु येशूले पनि आफ्नो चेलाहरूलाई आशीर्वाद दिनुभएको रोटीलाई प्रभु येशूको शरीर सम्झेर खाने आज्ञा दिनुभयो र सबै कुरा एउटै प्याटर्न अर्थात् रीतिमा पुरा गर्नुभयो। यो सिद्ध गर्नको लागि प्रभु येशू नै त्यो बलिको थुमा हुनुहुन्छ, जो हाम्रो पाप क्षमाको निम्ति बलि भएर हामीलाई मृत्युमाथि निस्तार दिँदै अनन्त जीवन दिनको निम्ति यो संसारमा आउनुभएको थियो। प्रियहरू, बलिको थुमाले इजरायलीहरूलाई मिस्र देशमा त्यो निस्ताचारको रात मृत्युमाथि एकपल्टको निम्ति मात्र विजय दिन सक्यो र इजरायलीहरू मरुभूमिमा कनान देशको यात्रामा अर्थात् दूध र मह बगेको देशको यात्रामा मरे र अनन्त जीवन पाउन सकेन, किनभने त्यो बलिको थुमा संसारबाट आएको हुनाले धुलोबाट बनेको र एकपल्टको निम्ति मात्र जीवन पाएको हुनाले एकपल्ट मात्र इजरायलीहरूलाई जीवन दिनु सक्यो। तर प्रभु येशू संसारबाट होइन तर स्वर्गबाट आउनु भएको हुनाले र अनन्तको निम्ति जीवन पाएको हुनाले गर्दा र स्वयं जीवनको स्रोत भएको हुनाले गर्दा हामीले यो वचन यूहन्नाको सुसमाचार 5 को 26 मा पाउँछौँ र उहाँको शरीरलाई खानेले अनन्त जीवनको प्राप्ति गर्नेछ। र प्रियहरू, के प्रभु येशूको शरीर साँच्चै नै खाने कुरो हो त? र प्रभुले यहाँ दृष्टान्तमा बोल्नु भएको छ र यसको अर्थ यसरी खोल्नु भएको छ। जब हामी कुनै कुरा खान्छौँ भने त हामी त्यो कुरोलाई हामी भित्र लिन्छौँ, अर्थात्
खानु भनेको अर्थ हामी भित्र लिनु भएको हुनाले प्रभु येशूले उहाँको शरीर अर्थात् उहाँको वचनलाई खानु अर्थात् आफू भित्र लिनु भन्नुभएको हो, अर्थात् आफ्नो जीवनमा लिनु भन्नुभएको हो। त्यसो भने के साँच्चै वचन प्रभुको शरीर हो त? र यसको प्रमाण खोज्न हामी पवित्र बाइबलको योनाको सुसमाचार 1:1, 2 र 14 पदमा जानेछौँ, जहाँ वचनले भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन देहधारी हुनुभयो र प्रभु येशूको रूपमा संसारमा आउनुभयो। अर्थात् वचन प्रभु येशू हुनुहुन्छ, अर्थात् प्रभु येशूको शरीर वचन हो। र प्रियहरू, प्रभु येशूले उहाँको शरीर खानु भन्नुभएको चाहिँ उहाँको वचनलाई जीवनमा लिनु भन्नुभएको हो, अर्थात् उहाँको आज्ञा र शिक्षाले भरिएको वचनलाई अर्थात् उहाँको आज्ञा र शिक्षालाई पालन गर्न भन्नुभएको हो, जसले हामीलाई परमेश्वरप्रति आज्ञाकारिताद्वारा प्रेम प्रकट गर्दै अनन्त जीवन प्राप्ति गर्नमा सहायता गर्छ। र यसबाट पनि हामी प्रभु येशू नै निस्ता चाडको त्यो बलिको थुमा हो भन्ने सिद्ध भएको पाउँछौँ। अब विधि नम्बर 5 तर्फ जाउँ। पुरानो नियमको आधारमा बलि चढाएको थुमाको रगत घरको ढोकाको खाम्बाहरू र चौकसमा लगाउने अर्थात् घरमा लगाउने आज्ञा थियो। र प्रभु येशूले पनि निस्ता चाडको दिन अङ्गुरको रसलाई आफ्नो रगत सम्झेर उहाँले आफ्नो चेलाहरूलाई खाने आज्ञा दिनुभयो र उहाँले त्यो अङ्गुरको रसलाई आफ्नो रगतको रूपमा नयाँ करारको रूपमा स्थापित गर्नुभयो। हामी यो वचन लुकाको पुस्तक 22:14 - 20 वचनमा पाउँछौँ। र प्रभु येशू नै हाम्रो निस्ता चाडको पाप क्षमा र उद्धारको मुक्तिको त्यो निस्ता चाडको बलिको थुमा हुनुहुन्छ भनेर हामीले चिन्न सकौँ भनेर जसरी आजभन्दा 2000 वर्ष अघि उहाँको आफ्नो प्रजालाई अर्थात् इजरायलीहरूलाई उहाँले पनि यसैया अगमवक्ताद्वारा बोल्नु भएको थियो। हामीले यो वचन यसैया 53:1-12 वचनमा पाउँछौँ, ताकि उहाँको आफ्नो मानिसले उहाँलाई चिन्न सकोस्, विश्वास गर्न सकोस्, ग्रहण गर्न सकोस् र उद्धार मुक्ति पाउन सकोस् भनेर। तर उहाँको आफ्नै मानिसले उहाँलाई चिनेनन् र इन्कार गरे। तर आज फेरि प्रभु हामीसँग त्यही वचनद्वारा बोल्नु भइरहेको छ र एउटा सुन्दर अवसर दिइरहनु भएको छ। र प्रियहरू, प्रभुले दिनुभएको यो सुन्दर अवसर र अनुग्रहलाई व्यर्थमा जान नदिउँ। र अब हामी फेरि विश्लेषणतिर जानेछौँ। जसरी मोशाद्वारा आज्ञा पाएर र पालन गरेर अर्थात् विश्वासद्वारा पालन गरेर इजरायलीहरूले मृत्युमाथि एकपल्टको निम्ति विजय पाए, त्यसरी नै हाम्रो प्रभु येशू ख्रिस्टमाथि अर्थात् उहाँको बलिदानमाथि विश्वास गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूले सदा सर्वदाको निम्ति अर्थात् अनन्तको निम्ति मृत्युमाथि विजय पाउने अनुग्रहको बाटो खोलिदिनु भएको छ। र यसलाई प्रभुले यसको दृष्टान्तको रहस्य यसरी खोल्नु भएको छ। प्रियहरू, जसरी मिश्र देशमा इजरायलीहरूले निस्ता चाडको रातमा जब परमेश्वरले दिनुभएको आज्ञा पालन गर्दै निस्ता चाडको निष्खोट बलिको थुमाको रगत आफ्नो आफ्नो घरको खाम्बाहरू र चौकसमा अर्थात् घरमा लगाएर त्यही समय त्यो रगत लागेको घरभित्र भएका समस्त प्राणी, चाहे त्यो मनुष्य होस् या पशु, चाहे त्यो इजरायली होस् या अन्य जाति, चाहे त्यो फुक्का होस् या कमारा, हरेकले निस्ता चाडको बलिको थुमाको रगतको शक्तिद्वारा मृत्युमाथि विजय प्राप्त गरे। तर त्यो थुमा चाहिँ धुलोबाट बनिएको र एकपल्टको निम्ति मात्रै जीवन पाएको हुनाले गर्दा
एकपल्टको निम्ति मात्रै इजरायलीहरूले मृत्युमाथि विजय पाउन सके। अनि पछिबाट कनान देशको अर्थात् अब्राहमलाई दिनुभएको वचनअनुसार दूध र मह बग्दै गरेको देशमा अर्थात् प्रशस्तताको देशको यात्रामा मरुभूमिमै मरे। यसले के बुझिन्छ भने इजरायलीहरूले त्यो सांसारिक थुमा अर्थात् धुलोले बनेको र एकपल्टको निम्ति मात्रै जीवन पाएको थुमाले अनन्त जीवन दिनु सक्दैन। तर त्यही इजरायलीहरूको घरमा चाहिँ सांसारिक थुमाको साटोमा स्वर्गीय अर्थात् स्वर्गबाट आएको थुमाको अर्थात् प्रभु येशू ख्रीष्टको रगत लागेको भए अर्थात् प्रभु येशू ख्रीष्टको त्यो करारको रगत भित्र भएको भए प्रभु येशू ख्रीष्ट स्वयं जीवनको स्रोत र उहाँमा अनन्त जीवन भएको हुनाले गर्दा हामीले यो योनाको सुसमाचार 5को 26को वचनमा पाउँछौँ। र इजरायलीहरूले पनि अनन्त जीवन प्राप्ति गर्ने थियो, तर त्यसो हुन सकेन। तर आज प्रभुले भन्नुहुन्छ लुका 22को 20को वचनद्वारा, र उहाँले दिनुभएको त्यो अनन्त जीवनको शक्ति भएको निष्ठा चाडको थुमाको रगतले मोहर लागेको हुनुपर्छ। जसरी मिश्र देशमा सांसारिक थुमाको रगतको मोहर चाहिँ घरको चौकस र खाम्बाहरूमा लगाएर भित्र प्रवेश गरे, त्यसरी नै हाम्रो यो शरीर पनि आत्माको घर भएको हुनाले गर्दा र यो शरीर रूपी घरको चौकस र खाम्बाहरू चाहिँ होठहरू र मुख भएको हुनाले गर्दा प्रभुले हामीलाई पनि उहाँको बलिदानको रगतलाई खाने आज्ञा दिनुभयो, ताकि पहिला त्यो रगत शरीररूपी घरको ढोकामा मोहर लगाउँदै शरीरभित्र पस्न सकोस् र बाँच्न सकोस्, अर्थात् मृत्युमाथि अनन्त जीवन प्राप्ति गर्न सकोस् भनेर इजरायलीहरूलाई मोसाद्वारा परमेश्वरले आज्ञा दिनुभए झै प्रभु येशूले पनि आफ्नो जनहरूलाई आज्ञा दिनुभयो। र प्रभु येशूले पनि आफ्नो जनहरूलाई बचाउनलाई मृत्युमाथि सदा सर्वदाको निम्ति विजय दिनको लागि अर्थात् उद्धार र मुक्ति दिनको लागि यी आज्ञाहरू दिनुभयो। त्यसो भने के प्रभु येशूको शरीर साँच्चै खानेकुरा हो त? यसको रहस्य प्रभुले यसरी खोल्नुहुन्छ। प्रभुले प्रभुको शरीर खानु भन्नुभएको चाहिँ उहाँको वचनलाई खानु अर्थात् लिनु भन्नुभएको हो, किनभने वचन चाहिँ प्रभुको शरीर हो र यसलाई बुझ्न र पवित्र बाइबलद्वारा प्रमाण गर्नको निम्ति हामी योनाको सुसमाचार 1को 1, 2 र 14को वचनलाई हेर्नेछौँ। र जहाँ वचनले फेरि भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन देहधारी हुनुभयो। र यसले यो सिद्ध गर्छ कि प्रभु येशूले उहाँको शरीर खानु भन्नु भएको चाहिँ उहाँको वचनलाई खानु भन्नुभएको हो, जो चाहिँ उहाँले हामीलाई शिक्षाको रूपमा र आज्ञाहरूको रूपमा दिनुभएको छ। र जससँग वचन हुन्छ, जोसँग आज्ञाहरू हुन्छ, त्यो आत्मा चाहिँ सदा सर्वदाको निम्ति अर्थात् अनन्त जीवनको निम्ति बाँच्ने छ। हामीले यो वचन योनाको सुसमाचार 5को 24मा पाउँछौँ। र हामी सोच्छौँ होला कि शरीर चाहिँ कसरी घर हुन्छ भनेर यसको रहस्य प्रभु येशूले यो दृष्टान्तको द्वारा खोल्नु भएको छ। जब उहाँको चेलाहरूले उहाँलाई सोधे कि प्रभु तपाईँको आगमनको समय कहिले हो भनेर, त उहाँले आफ्नो चेलाहरूलाई भने म चोर जस्तो आउनेछु भन्नुभयो प्रभुले। र जब म चोर जस्तो आउनेछु, घरको मालिकले जुन घरलाई भत्काउन दिँदैन, तोड्न दिँदैन, त्यो घरको मालिक चाहिँ जागा रहनेछ भन्नुभयो। तर जुन घरका मालिक चाहिँ सुतिरहेको अवस्थामा भेटिन्छ, त्यो घर चाहिँ तोडिनेछ भन्नुभयो। र यहाँ प्रभुले भन्नुभएको अर्थ चाहिँ यस दृष्टान्तहरू हामीलाई प्रभुले भन्नुहुन्छ, जसरी घरको मालिक जागा रहन्छ तयारी अवस्थामा भने चोरले घर फोर्न सक्दैन,
अर्थात् घरलाई नष्ट गर्न सक्दैन। अर्थात् प्रभुको आगमनमा न्यायको दिनमा प्रभुले त्यो शरीर रूपी घरलाई नष्ट गर्न हुन्न, किनभने त्यो घरमा बास गर्ने मालिक अर्थात् शरीर रूपी घरमा बास गर्ने आत्मा जागो रहेको, अर्थात् प्रभु आउन हुन्छ भन्ने बिलाउनु गर्नुहुन्न भनेर त्यो 5 कन्या जस्तो तयारी अवस्थामा बसेको हुन्छ। र यसले यो सिद्ध गर्छ कि जसरी मिश्र देशमा निस्ता चाडको रातमा जुन घरमा थुमाको रगतको मोहरले बाँधेको थियो त्यो घरभित्र बास गर्नेहरू हरेक बाँचेका अर्थात् मृत्युमाथि विजय पाउन सके, त्यसरी नै जसको यो शरीर रूपी घरलाई प्रभु येशू रूपी निस्ता चाडको बलिको थुमाको रगतको मोहरले बाँधेको हुन्छ भने त्यो शरीरभित्र बास गर्ने त्यो हरेक आत्माले मृत्युमाथि सदा सर्वदाको निम्ति विजय पाउन सक्छ, अर्थात् अनन्त जीवन प्राप्ति गर्नेछ। र प्रियहरू, प्रभु येशूले स्वयं पनि निस्ता चाड पालन गर्नुभयो र आफ्नो चेलाहरूलाई पनि सिकाउनुको निम्ति आफ्नो चेलाहरूसँग निस्ता चाड मनाउनु भयो र यी सबै निस्ता चाडको शक्ति र अनन्त जीवनको आशिषको रहस्यहरू आफ्नो चेलाहरूलाई सिकाउनु भयो र अविराम पालन गर्नु अनि आफ्नो चेलाहरूलाई सिकाउँदै परमेश्वरको राज्यसम्म पुरा गर्ने आज्ञा दिनुभयो। जब प्रभु फेरि त्यो निस्ता चाडको कचौराबाट प्रभुले फेरि प्रभुको आज्ञाकारी चुन्नु भएका जनहरूसँग निस्ता चाडको भोज गर्नुहुँदा फेरि यो दागमग पिउनु हुनेछ, अर्थात् प्रभु येशूले हामीलाई निस्ता चाड पालन गर्ने आज्ञा दिनुभएको थियो। तर शैतान चालक र धूर्त छ र शैतानलाई पनि यो रहस्य थाहा छ र शैतानलाई यो रहस्य थाहा भएको हुनाले गर्दा प्रियहरू, शैतानले कहिले पनि चाहँदैन कि परमेश्वरको जनले अनन्त जीवन प्राप्ति गरोस् भनेर अनि जीवित परमेश्वरलाई अनन्तको निम्ति महिमा गरोस् भनेर। र त्यसले यी सबै कुराहरू आजभन्दा हजारौँ वर्ष अघि बडो चालाकीसँग खोसिदिए। परमेश्वरको जनले केही नभेटाओस्, फेरि खोज्दा र नपाओस्, नभेटाओस् र नबाँचोस् भनेर परमेश्वरको महिमा भेटायो भने फेरि गर्नेछ भनेर शैतानले त्यसको साटोमा बडो चालाकीसँग अर्को स्थापित गरिदियो र त्यसैमा परमेश्वरको जनहरूलाई बडो चालाकीसँग हजारौँ वर्ष अघिबाट नै हाम्रो पुर्खाको पालोदेखि नै भुलाइरहेको छ र परमेश्वरको जनको जीवनलाई आशिषबाट टाढा राखेको छ। यसैले गर्दा हिजो आजको हामी परमेश्वरको जनहरूलाई यो गुप्त र रहस्यको कुराहरू थाहा छैन। हामी त अनजान छौँ र हामीलाई त थाहा छैन, तर हामी भन्दा धेरै अघि पिढीका हाम्रो पुर्खाहरूलाई पनि थाहा नभएको हुनाले गर्दा हजारौँ वर्ष पछिका आजको वर्तमानका पिढी हामीलाई झन् कसरी थाहा हुन सक्छ त? र यसमा हाम्रो कुनै दोष छैन र यी सबै कुराहरू शैतानको आफ्नो शक्तिले मात्र गर्ने सकेको होइन, किनभने हामीलाई थाहा छ कि स्वर्ग र पृथ्वीका समस्त अधिकार प्रभु येशूलाई दिएको छ भनेर हामी यो वचन मत्ती 28:18 पाउँछौँ। र जब समस्त अधिकार स्वर्ग र पृथ्वीका प्रभु येशू ख्रीष्टलाई दिएको छ भन्दा जब हामीलाई थाहा छ उहाँको इच्छा बिना केही पनि हुन सक्दैन, अर्थात् जे भएको थियो उहाँको इच्छाद्वारा, जे हुँदैछ उहाँकै इच्छाद्वारा र जे हुनेवाला छ त्यो पनि उहाँकै इच्छाद्वारा हुनेछ। हामीले यो वचन प्रभाव 15:3, प्रकाशको पुस्तक 1:8, प्रकाशको पुस्तक 22:13 र हामीले प्रस्थानको पुस्तक 19:1-9 हामी पाउँछौँ। र हरेक कुरा जब परमेश्वरको इच्छाद्वारा हुन्छ भने पछि सर्वशक्तिमान परमेश्वर हाम्रो निम्ति शरीर धारण गरेर प्रभु येशू ख्रीष्टको रूपमा आउनु पर्ने आफ्ना मानिसबाट इन्कार हुनु
पर्ने, घृणित हुनु पर्ने, दुःख भोग्नु पर्ने, क्रुसमा बलिदान हुनु पर्ने अनि इजरायलीहरूले प्रभुलाई चिनेर पनि इन्कार गरेर प्रभुलाई मारेको हुनाले गर्दा श्रापित हुन परेको, देश देशमा हजारौं वर्षसम्म दासत्वको जीवन बिताउनु परेको र सबै पवित्र चाडहरू र विश्राम दिनहरू खोसिनु पर्ने र त्यसको साटोमा अर्को पाउनु पर्ने र फेरि अन्तको समयमा परमेश्वरको केही चुनिएकाहरूको निम्ति परमेश्वरले फेरि सबै कुरा अर्थात् निस्ता चाड, विश्राम दिन र पवित्र चाड फर्काइदिनु पर्ने र प्रभु येशूको आगमन भन्दा अघि आफूले चुन्नु भएको र खडा गर्नु भएको दास दासीको माध्यमबाट पूर्ण स्थापित अर्थात् रिस्टोर गर्नु पर्ने परमेश्वरको त्यो डिभाइन अर्थात् ईश्वरीय सृष्टिभन्दा अघिदेखिको त्यो योजनाहरू पूरा गर्नको निम्ति परमेश्वरले यस प्रकार काम गर्नु भयो र परमेश्वरले स्थापित गर्नुभएको हजारौं वर्ष अघिको निस्ता चाड कसरी आजको प्रभुभोज बन्न पुग्यो। हामी निस्ता चाडदेखि प्रभुभोजसम्मको हजारौं वर्षको यात्रालाई बुझ्नको निम्ति अब हामी इसाई इतिहासतिर जानेछौँ र इतिहासले के भन्दछ यो जान्नको लागि हामी अब इतिहासको हजारौं वर्ष पुरानो पानालाई पल्टाउनेछौँ र सत्यलाई जान्नेछौँ। घटना हो 19 जुन 325 एडी को अर्थात् आजभन्दा 1699 वर्षको जब रोमन सम्राट कन्स्टान्टाइनले काउन्सिल अफ निसिया भन्ने परिषदको औपचारिक बैठकको आयोजन गर्यो र त्यसको निम्ति संसारभरिबाट 1800 बिशपहरूलाई निम्तो पठाइयो। तर बोलाएको निम्तो पठाइएकोबाट मात्र 318 जना बिशपहरू उक्त परिषदमा उपस्थित हुनु निसिया नाउँ भएका वर्तमानको टर्कीमा पर्ने इज्निक भन्ने ठाउँमा भएका सम्राटको शाही महलमा उपस्थित भए। परिषदमा भाग लिने मुख्य कारण अर्थात् एजेन्डा थियो एरियन कन्ट्रोभर्सी माथि चर्चा र फैसला थियो र एरियन कन्ट्रोभर्सी माथि चर्चा र फैसला पनि भयो र त्यसको साथसाथै सम्राट कन्स्टान्टाइन जो भर्खरै मात्र अर्थात् सेप्टेम्बर 18 324 एडी वर्षमा क्रिस्टोपोलिसको युद्धमा पूर्वी रोमन सम्राट लिसेनियस माथि विजय प्राप्त गरेर आफूले आफूलाई सम्पूर्ण विश्वमा भएको रोमन साम्राज्यमाथि शान्ति ल्याउने एकल रोमन सम्राट घोषणा गरे र आफैलाई पोलिटिकल लिडर अथवा राजनीतिक लिडर मात्र होइन तर रिलिजियस लिडर अथवा धार्मिक लिडर पनि घोषणा गरे र त्यो समयको चर्चको इतिहासकारहरूले काउन्सिल अफ निसियालाई पहिलो इक्युमेनिकल काउन्सिल अर्थात् इसाई धर्मलाई एकताको सूत्रमा बाँध्ने र लोकप्रिय बनाउने पहिलो ऐतिहासिक कार्य गरेको भन्छ। यो यस कारण पनि भएको थियो किनकि सम्राट कन्स्टान्टाइन बडो चलाक थियो र अन्धकारको शक्तिले प्रेरित भएको हुनाले गर्दा उसले आफूले आफूलाई इसाईहरूको हितैषी प्रमाण गरेर इसाईहरूको विश्वासलाई जितेर त्यसपछि इसाईहरूलाई जे भने त्यही गराउनको लागि अर्थात् प्रभु येशूले स्थापित गर्नुभएको व्यवस्थालाई खारिज गरेर शैतानले प्रेरित गरेका नयाँ व्यवस्थालाई लागू गर्नको लागि यो ठुलो षड्यन्त्रको रचना भएको थियो र त्यही काउन्सिल अफ निसियामा 19 जुन 325 एडीमा 318 बिशप मध्येमा 316 बिशपको सहमतिमा ठुलो ऐतिहासिक फैसला लिँदै संसारभरि भएका समस्त रोमन साम्राज्यमा एउटा उर्दी जारी गरियो र त्यो उर्दी यस प्रकार थियो। अब उपरान्त समस्त रोमन
साम्राज्यमा। पहिलौटे फल अर्थात् प्रभु येशू क्रिस्टको पुनरुत्थानको दिन होइन, तर त्यसको साटोमा इस्टर मनाइनेछ। त्यो हरेक वर्षको वसन्त ऋतुमा पर्ने वसन्त विषुव अर्थात् भर्नल इक्विनोक्स पछि आउने पूर्णेको पछि आउने पहिलो सन्डेमा मनाइनेछ र मनाउनु पर्छ। र यसो गरेर रोमन सम्राट कन्स्टेन्टाइनले बडो चालाकी साथ प्रभु येशू हाम्रो निम्ति बौरी उठ्नु भएको पुनरुत्थानको महिमामय दिनलाई मात्र होइन, तर यहुदीहरूको निस्ता चाड अर्थात् ज्युइस पासोभरलाई पनि अलग मात्र होइन, तर खारिज पनि गरे। र यहुदीहरूको वर्षको पहिलो महिना निसानको 15वाँ दिनमा अर्थात् अखमरी रोटीको चाडको पहिलो दिनमा अर्थात् निस्ता चाडको दिन, जुन दिन निस्ता चाडको बलिको थुमा अर्थात् जुन दिन प्रभु येशू हाम्रो निम्ति बलिदान हुनुभएको थियो अर्थात् बलिदानको दिनलाई पनि खारिज गरिदियो र त्यसको साटो परमेश्वरको जनलाई भ्रममा पार्न अर्को स्थापित गरिदियो। र जुन दिन चाहिँ हामीले हाम्रो प्रभु येशूलाई हाम्रो निम्ति उहाँले गर्नुभएको त्यो बलिदानको निम्ति धन्यवाद, महिमा, प्रशंसा, आराधना चढाउनु पर्ने थियो, त्यो शैतानको दूतले खोसिदिए र त्यसको साटोमा बडो चालाकी साथ अर्को स्थापित गरिदियो। र यसरी परमेश्वरले स्थापित गर्नुभएको हजारौँ वर्ष अघिका आशिषमय शक्तिशाली निस्ता चाड आजको प्रभु भोज बन्न पुगे। र प्रियहरू, रोमन सम्राट कन्स्टेन्टाइनको क्रोधको डरले गर्दा, त्यो क्रोधले त्रासित भएर आफ्नो प्राण बचाउनको लागि उर्दी पालन गरेर आजसम्म पालन गरि नै रहेको छ। र रोमन सम्राट कन्स्टेन्टाइनले स्थापित गरेको त्यो नयाँ उर्दीले गर्दा इसाईहरू र इसाईको जगतमा नहुनु पर्ने एउटा ठुलो भयङ्कर नराम्रो ईश्वर विरोधी परिवर्तन ल्याइयो, जसले गर्दा त्यो समयको इसाईहरूमा फाँटो आयो र दुई भागमा बाँडिन पुग्यो। एक भागले रोमन सम्राट कन्स्टेन्टाइनको क्रोधको डरले त्रासित भएर आफ्नो प्राण बचाउनको लागि उर्दी पालन गरेर आजसम्म पालन गरि नै रहेको छ, तर अर्को भागले भने आफ्नो प्राणको मोह नगरी रोमन सम्राट कन्स्टेन्टाइनको ठाडो विरोध गरे र आफ्नो ज्यान गुमाए। इतिहासले भन्दछ त्यो समयमा लाखौँ विश्वासीहरू जसले रोमन सम्राट कन्स्टेन्टाइनले स्थापित गरिएको त्यो उर्दीलाई पालन गर्नदेखि इन्कार गरे, ती सबै मारिए र मर्नेहरूको सङ्ख्या लाखौँमा थियो। र प्रियहरू, आजको यो भिडियोद्वारा तपाईँहरूलाई थाहा भइसकेको छ कि हामीले निस्ता चाड मान्नुपर्छ कि प्रभु भोज। जीवन तपाईँको हो, यसर्थ इच्छा पनि तपाईँकै हो। अन्तिममा म प्रभुको तुच्छ दासले यो भन्न चाहन्छु कि हामी प्रभुको दास दासी हौँ भने हामी प्रभुले देखाउनु भएको त्यो सत्यको बाटोमा हिँड्छौँ र कुनै मनुष्यले बनाएको बाटोमा हिँड्दैनौँ। र यति भन्दै आजको वचनलाई यहीँ राख्दछु। गड ब्लेस यु। आमेन।